ल गुड मर्निङ एभ्रिवान है। हामी चाहिँ यो लो क्याम्पको बसाइमा आज दोस्रो दिन मदी हिमाल ट्रेक है। उठियो, उठेपछि अब यसो मुखसुख धोएर सकियो, तातो पानी खाइयो। यसो यता पछाडि हेरेको चाहिँ हिमाल चाहिँ यहीँ नजिकै रहेछ यो माछापुछ्रे रेन्ज चाहिँ है। यस्तो छ पार्टीहरू अब यहाँ टिम टन्नै छ। कोही उठेर गइसके, कोही खाजा खाँदैछन्, कोही अवश्य भ्यू हेर्दैछ है, कोही चिया खाँदैछ। एकदमै चाहिँ न्यानो घाम लागेको छ। मौसम त कति डिग्री होला अहिले चाहिँ 5 देखि 10 डिग्री भित्र होला। निकै चिसो छ यहाँनिर है। पानी छुन सक्ने अवस्था छैन। ल ब्रेकफास्ट चाहिँ केटाहरूले चाहिँ घप्पा पर्ने बनाइसकेको छ होइन। जीवन एक यात्रा हो भनेर फोटो हालिदिन्छु। अब यता चाहिँ हाम्रो चाहिँ होइन दुनोट सिलाइसक्यो क्या त बाँधेर उतासित चिसो भइहाल्छ। तरकारी है। वेट भाइकिङ ल ठुल्ठुलो भारीहरू यहाँ बिसाइराखेको केटाहरू मासेर हिँडिसक्यो। ल हाई क्याम्पको यात्रा यस्तो छ है। एकदम क्राउड सुरु भइसकेको छ बिहानैबाट है। सबै आफ्नो सुरुमा ल कतै उकालो कतै त्यार्सु होइन त हो। फर्स्ट टाइम यहाँ ट्रेकिङ आएको यस्तै रहेछ। ट्रेकिङको अनुभव पनि लियो। ल पछाडि हेरौँ त साथीभाइ, बाटोमा भेटिएको साथीभाइहरू। यो जङ्गल ब्याकग्राउन्डमा देखेको बुटाहरू छ नि सब गुराँस हो फेरि है। गुराँसभन्दा अरू बुटा नहुँदो यहाँ। यो चाहिँ हाम्रो नफुल्ने सिजन भयो, त्यही भएर गुराँस चाहिँ देख्न पाइएन। सब बुटाहरू सब गुराँसको हो क्या। हाम्रो सुन्दर कमरेडलाई चाहिँ यो अब हाइकिङ यो ट्रेकिङमा मिसाउन मन थियो होइन। तर सुन्दर कमरेड गाउँबाट पोखरासम्म नआउने, फोन गर्दा फोन पनि नउठाउने समस्या छ नि त यार। अनि म धेरै जस्तो गाउँतिर आएको छैन यति बेला। धेरै जस्तो म पोखरातिरै बस्छु। म त जो केटाहरू मसँग चाहिँ सम्पर्कमा आउँछ उहीलाई लिएर जान्छु नि। त्यो गुराँसको जङ्गलको बिचबिचमा ट्रेकिङ रुट्स। यो जति पनि बुटा देख्नु भएको छ भिडियोमा सब गुराँस है। यो सब लाली गुराँस हो क्या यो बुटाहरू। फुल चाहिँ फुलेको छैन, सिजन छैन नि त। ल कस्तो लागिरहेछ बाबु ट्रेकिङ? ठिकै लागिरहेछ? हिँड्न सकिरहेछौ? ओल्ड टुर गर्ने नि क्या युरोपियनहरूले त नि। कति बलियो कि अब 50 मिटर बलियो है। सबभन्दा बलियो पनि कहाँबाट आउनुभयो तपाईँ अहिले? सिरिङ वहीँ तलबाट। त्यसै महँगो पर्छ खान्की यार। एकदम चाहिँ प्राइम लोकेसनमा आइपुग्यो यो बादल डाँडा है। धेरैजना मान्छेलाई भेट भयो। हिमालको रेन्ज पनि एकदम नजिकै हाम्रो है। माछापुछ्रे यो धौलागिरी के मर्दै सर्दी के सबै यहाँ नजिकै देखियो अहिले चाहिँ। अब छोमरोङ बङरोङ भन्नेहरू यतातिर छ। छोमरोङ घान्द्रुकहरू यो साइडतिरबाट देखिन्छ। मेरो बहिनीले पानी लिएर आउँदैछ उताबाट। कति रुपियाँ अरे बहिनी पानीलाई?
150 होइन सबै चेन्ज ल्याउँछौँ ल पानीलाई किन यति धेरै महँगो भएको यहाँ डाँडामा डाँडामा किन महँगो भएको भने हामीले बोकेर ल्याउनु पर्छ तलबाट 1 घन्टा लाग्छ क्या 1 घन्टा द्याट्स वाइ यो चाहिँ एकदम चाहिँ मूलको पानी चिसो पानी हो होइन यो मिनरल सिनरल यताउति चाहिँ अब के भन्छ त्यसलाई यो मूलको पानी पनि 150 फिल्टर सिल्टर रिफाइन सिफाइन केही गरे होइन यो चाहिँ बिल्कुल चाहिँ क्वालिटीको चाहिँ पानी हो होइन बोतल चाहिँ सोल्टीको बोतल छ तर पानी चाहिँ बिल्कुल धाराको मूलको पानी हो है त आफैले पोखरी बोकेर आयो तिम्रो नाम चाहिँ के हो दिया दिया तामाङ ल यो बादल डाँडाबाट चाहिँ ठुलो क्राउडलाई छोडेर अब यो हिमालको छेउतिर माथि हाई क्याम्पतिर अब यस्तो छ कोही जाँदैछ कोही आउँदैछ हामी पनि छुट्यौँ है त माई गॉड टोलीहरू मुभ भइसक्यो ल हाई क्याम्प जाने बाटो चाहिँ अब बादल डाँडा कटेर माथि खच्चड र भैँसीहरू चाहिँ निकै हिँड्दो रहेछ यो बाटोमा अब किनभने सबै चाहिँ यो ट्रान्सपोर्ट सबै चाहिँ सामानहरू तलबाट सिदिङबाट ल्याउने सामानहरू सबै खच्चडले ल्याउने रहेछ बिहानै हामीले 2-3 हुल जति खच्चड भेट्यौँ फर्किनु भयो ल बधाई माथि चाहिँ अब यो हाई क्याम्पसम्म यता सबै ट्रेकमा चाहिँ फोहोरको लागि चाहिँ यसरी सानो यो खरायो बस्ने घर जस्तो बनाएर राख्दो रहेछ डस्टबिन मर्ती ट्रेक भनेर होइन सबै चाहिँ भाइले चाहिँ यसरी बोरामा प्याक गर्दैछ अब यता खच्चड लाग्छ नि त खच्चडमा हालेर तलतिर चाहिँ झार्ने रहेछ क्या यो फोहोरहरू सबै कलेक्सन गर्ने होइन त भाइ ल अब भिडियोहरू नखिचौँ भने एकदमै खिच्न मन लाग्ने क्या यहाँ माथि आएपछि त अब यता हेऱ्यो हिमाल यता हेऱ्यो हरियो परियो देख्छ है जताततै सिनै सिन छ यहाँनिर है भ्यूै भ्यू छ क्या के भन्दाखेरि उकालो 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 होइन सास पनि उत्तिकै फुलिरहेछ माथि अब होटेल याक बादल डाँडा यसलाई पनि बादल डाँडै भन्दो रहेछ क्या है ल अझै अलिकति माथि डाँडामा गएपछि टपमा गएपछि हामीले चाहिँ आज रेस्ट गर्ने खाना पनि त्यतै खाने भन्ने चाहिँ छ जति लेकमा आयो उतिकै चिसो चिसो है ए आमा टोलीहरू फर्किँदै हामी उक्लिँदै है माछा पुछेर त्यहीँनिर छ जति लेकमा आयो उतिकै चिसो चिसो है ए आमा ल वेलकम टु होटेल याक होइन यहाँ के पाइन्छ याकको दुध याकको छुर्पी है छ क्या होटेल याक एकदम क्लिन एकदम सफा क्या यस्तो है अब यता माथि गइसकेपछि यो चाहिँ होटेल मुनाल यो बादल डाँडा हाई क्याम्प नजिक आएपछि चाहिँ आजको लन्च सेकेन्ड डेको है हामी कति घन्टा हिँड्ने आज 2 घन्टा जस्तो हिँडेर अब अलिकति भ्यूहरू पनि हेऱ्यो तर अहिले चाहिँ यो अब दिन अलिक ढल्किँदै गएपछि चाहिँ बादलहरू सबै लाग्दो रहेछ ल बादल डाँडामा लन्च सकियो अब भ्यू हेर्दै हेर्दै है टक्कै टोलीहरू मुभ हुन थालेको छ मासतिर हाई क्याम्पतिर Mardi route, high camp. We are close to high camp now. ए गुरुजी धीरे चलो के होला यति जाने हिमा पग्लिएर आउने खोला त होला त्यो हिमा पग्लिएर
ल हिँड्दै हिँड्दै जाँदाखेरि यो बाटो चाहिँ यहाँ चाहिँ अलिकति भिड तलतिर यस्तो भिड है अलिकति बाटो चाहिँ अलिक साँघुरो साँघुरो अलिक खतरा जस्तो लाग्यो मलाई यहाँनिर आउँदाखेरि चाहिँ एक ठाउँमा अन्त त होइन यतातिर बादल आछ डम्म पछितिर म देखाइदिन्छु अब यसरी झम्म डुसिला खाएकै बादल ल सिँढीमा दुईजनाले तोरीफुल देखिरहेछ भर्याङमा यता मात्रै बादल आयो फेरि है यतातिर त छ नि फेरि यस्तो क्या माछा पुछेर चाहिँ सर्लक्कै ढाकेको छ कहिले एउटा घोडा पनि देखियो यहाँ यसलाई चाहिँ लास्टै चिला आएछ है ध्यान है पुरा कनाइरहेको छ आफैले सी ठुलीहरू भाइहरू आज कहाँबाट हिँडेको पोखरा दाइ सिदिङैबाट आएको हजुर टोलीहरू हेर्दै त्यस्तै लाग्यो मलाई यङ ब्लड हो नि त यो यङ ब्लड ल यो मर्दी हाई क्याम्प नजिकको चाहिँ बाटोमा कोही तल झर्दैछन् कोही माथि जाँदैछन् आफ्नो आफ्नै तालमा अब यो अलिक 4-5 दिन एक हप्ताको चाहिँ ट्रेकिङ आउनेहरूको चाहिँ यत्रो चाहिँ झोला हामी एक्लै ज्यान हिँड्न सकिन्न यहाँ अब झोला यहाँ 30-40 केजीको झोला बोकेर साथीहरू टुई टुई उकालोमा एउटा झोला त तैँले पनि बोक्छ जस्तो मान्छु मैले चढ्दैछ चढ्दैछ कालो चढ्दैछ ओ माय गॉड डबल भ्यू गेस्ट हाउस मर्दी ट्रेक हाई क्याम्प 35-50 मिटर्स वाइफाई फ्री है यात्रा जारी छ दोस्रो दिनको अब यात्रा हाई क्याम्पसम्म हो तर हाम्रो चाहिँ बस्ने ठाउँ कहाँ हो भने चाहिँ हामीलाई अझ फाइनल भइसक्यो होइन केटाहरूले कहाँ थियौँ चाहिँ आज बुकिङ गरे हा फाइनली हामी चाहिँ हाई क्याम्पको यो चाहिँ होटेलमा आइपुग्यो हामीले अघि नै लो क्याम्पमा चाहिँ त्यहाँ लो क्याम्पको चाहिँ होटेलको भाइलाई चाहिँ ल हाम्रो चाहिँ आजको चाहिँ हाई क्याम्पमा तिम्रो कन्ट्याक्टबाटै बुकिङ गरिदियो भनेको थिएँ उसले चाहिँ नमस्ते होटेलमा जानु दाइ मैले त्यहाँ भन्दैछु 4 जनालाई भनेको थियो हिँड्दै हिँड्दै यहाँ आइपुगिएछ होइन नमस्ते चाहिँ यो रहेछ तल डाउन चाहिँ अलिक डाउनमा रहेछ किनभने यता टपतिर नि होटेलहरू टन्नै छ यता नभएर हाम्रो चाहिँ अब अलि डाउन चाहिँ डाउन रहेछ तर हिमालहरूको भ्यू चाहिँ मिठो देख्दो रहेछ यस्तो छ है अब अलिकति हामीलाई 2टा जति कोठा मिलाइदेऊ भनेर भनेको कोठा छैन दाइ पुरै चाहिँ अब यहाँ 70 सबै एकै ठाउँ सुत्ने हो केटाकेटी भन्छ बिजी भएर माथि पुगेर आइसक्नु भयो ओहो हामी बल्ल यहाँ आइपुग्यौँ ल यही छ है यो चाहिँ के हो के हो सबैको चाहिँ यो इन्फर्मेसन के हो कसैको प्रचार प्रसार हो ल सिसैभरि ल भित्र जाउँ फेरि यहाँ पार्टीहरू चाहिँ पुरा जमाइसकेको छ यहाँ हो भित्र ए यो के खेल हो किटी हाइट ल यो हाई क्याम्पको चाहिँ हाम्रो होटेल बाहिर होइन अलिअलि चाहिँ माथि माथि हुस्सु लायो अब माछा पुछ्रे यस्तो छ त्यहीँ बसिरहेको थियो त कस्तो नदेखेको